यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्छु, म तयार छु। अब हेर्नुहोस् ठग प्रमाणित, यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। फाइल खोल्छु, खोइ खोल्नु भएको भन्नुभएको थियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नु भयो। कसरी खोल्ने फाइल? 24 घण्टामा यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईहरूले आफूले गरेको सहमति खल्तीमा हाल्नु भएको छ, देखेका छैनौँ। आज यतिखेर यो सदनमा उभिएर म गर्वका साथ भन्न सक्छु, 21 सिटको दल, 4वटा मन्त्रालय, सदनमा विरोध, सडकमा पुतला, अदालतमा मुद्दा, चारैतिर हंगामा। यस बीचमा 4 महिनाका बीचमा यदि धेरै मानिसहरू, हाई प्रोफाइल मानिसहरूको पक्राउ, केहीको त नाम मैले लिनै हुँदैन। लोकतन्त्र खतरामा पर्छ, प्रेस स्वतन्त्र खतरामा पर्छ। माननीय रमेश लेखक सम्भवतः सम्भावित गृहमन्त्री हुनुहुन्छ अरे, सुने अनुसार तपाईले मलाई स्टन्ट गर्नु हो भन्ने जस्तो कुरा गर्नुभयो। बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने यस्तै स्टन्ट म तपाईबाट अपेक्षा गर्छु।